सबैजनालाई आज हाम्रो घरमा बन्न गरेको छ चनाको दाल रातो दालको फरा। यसमा चाहिँ 3 पाउ चनाको दाल र 1 पाउ रातो दाल मैले मजाले धोएर 5-6 चोटि मजाले धोएर यसलाई मैले भिजाएर राखेँ र त्यसमा चाहिँ मैले हजुरको के अरे नुन हल्दी जिरा प्लस लसुन अदुवा राखेर मजाले यसलाई ग्राइन्ड गरेँ। ल हेर्नु त मसिनो पनि पर्दैन ठिक्कको। त्यसपछि हजुरको यहाँ छ के अरे मैदा र सुजीको हेर्नु मैले मुसेर राखेको छु। यो तपाईँको यो रोटी र अब रोटी यहाँ छ। अब कसरी बनाउने म हजुरलाई देखाउँछु। ल यसलाई चाहिँ अब यसरी दाल राख्ने बिचमा लामो गरेर अनि त्यसलाई मजाले यसरी केही गर्न पर्दैन हजुरको यसरी राखिदियो है। अनि यहाँ छ पानी उमाल्न राखेको। अब यो पानी उम्ली स्टार्ट भयो। अब त्यो फराला लगाएर चाहिँ मैले यो उम्लेको पानी माथि यो बनाएको फारा भनौँ न, कोहीले फरा भन्छ फारा, यो चाहिँ इन्डियन डिस हो। मैले यहाँ माथि राखेँ। अब यसलाई चाहिँ तपाईँको 10 मिनटको लागि मजाले यसको बाफमा पाक्न दिनेछु। गोलभेडाको अचार पनि बनाएको छु है। र मैले चाहिँ यसलाई सुरु दिनमा चाहिँ है 10 मिनट जति स्टिम हुन दिन्छु र आज चाहिँ मैले मजाले यसलाई चाहिँ गोलभेडाको चटनीसँग खान्छु र भोलि चाहिँ रहेकोहरूलाई चाहिँ मैले मजाले मसिनो भन्नाले एउटा फरालाई 3 पिस गराउँछु। अनि तेलमा हल्का जिरा लसुन अदुवाको पेस्ट अलिकति टमाटर ग्रेभी बनाएर अनि त्यसको माथि यो फरा राखेर एकछिन हल्का भुट्छु। यस्तो मिठो हुन्छ, हजुरले पनि ट्राई गर्नु होला। ल यहाँ अलि 2 मिनट राखेपछि पाक्छ है, यो मजाले पाक्छ। यो रेडी हुन लाग्छ, पाकेर रेडी हुन लाग्छ है। अब यो पनि म राख्छु। ल यो सुरुको स्टार्टिङमा राखेको हाम्रो यो पाक्यो, पाक्न लागेछ। हाम्रो यत्रो रेडी भइसक्यो सब बनाएर है। अब यो पाक्यो। अब चाहिँ म यसलाई खान गइरहेको छु गोलभेडाको अचारसँग। हजुरले पनि खाने भए आउनु होला। धन्यवाद। ल मैले खाएँ। सोपको बेस्ट कम्बिनेसन, यति स्वादिष्ट छ। हजुरले पनि बनाएर खानु होला। कस्तो लाग्यो?